हेलो एभ्रिवान, आज चाहिँ म र दी चाहिँ यहाँ ड्युटीबाट लन्चमा आएको छु है। अनि लन्चमा चाहिँ के खाँदैछु भने तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ झोल मोमो एकदमै टेस्टी थियो। आज फर्स्ट टाइम टेस्ट गरेको है साथीहरू। अनि तपाईँहरूलाई पनि खानु मन पऱ्यो भने चाहिँ यहाँनिर जोरताङमा आउनुहोस् होला, आर्य रेस्टुरेन्टमा एकदम दामी छ है। अन्त टेस्टी भयो है। म चाहिँ फर्स्ट टाइम खाएकोलाई पनि टेस्टी लाग्यो। यो चाहिँ हेल्दी पनि हुँदो रहेछ है सुपको साथमा। अनि म र दिदीले चाहिँ आज पुरा इन्जोय गर्यो साथीहरू। अनि यो चाहिँ जोरताङ बजारमै हो। अनि यो चाहिँ बिच गल्लीको चाहिँ बिचमा पर्छ है। अनि एकदमै टेस्टी थियो, हामीले मजाले इन्जोय गऱ्यो है। अन्त प्राइस पनि त्यस्तो छैन रहेछ, प्राइस पनि ठिकैको। तपाईँहरू पनि गएर भेज र नन भेजै पाउँदो रहेछ है। अन्त यो चाहिँ खास चाहिँ यति बेला पनि टेस्टी भयो होइन। तर उहाँ दिदीको हो फास्टफुड चाहिँ। अन्त खासमा चाहिँ नि यो चाहिँ चिसो महिनामा खानु राम्रो हुँदो रहेछ है। एकदम दामी भएको थियो है साथीहरू। हामी चाहिँ बात मार्दै इन्जोय गर्दैछ। अन्त यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ अब यो इन्ग्रिडियन्ट चाहिँ म नेक्स्ट टाइम जाँदाखेरि सोध्छु होइन, यो सुपमा चाहिँ के इन्ग्रिडियन्टहरू लाग्दो रहेछ। तर एकदमै टेस्टी है। त्यो उयो मकैको पाउडर हुन्छ नि, मकैको पिठो, त्यस्तोकै सुप जस्तै लाग्यो मलाई चाहिँ होइन टेस्टले चाहिँ। अनि त्यसमा चाहिँ टिमुरहरू लगाएको हुँदो रहेछ है, कता कता अब याद पायो टिमुरहरू एड गरेको हुँदो रहेछ, धनियाँ थियो। अनि अन्त पिकलहरू लगाइदिएको थियो माथिबाट, एकदमै टेस्टी भएको थियो है साथीहरू। अनि म तपाईँलाई फाइनल लुक्स देखाउँछु ल। यस्तो थियो झोल मोमो चाहिँ। यो चाहिँ हामीले भेज खाएको हो। तपाईँहरू गएर चाहिँ नन भेज पनि इन्जोय गर्न सक्नुहुन्छ। एकदम दामी लाग्यो मलाई चाहिँ होइन, फर्स्ट टाइम खाएर पनि। तपाईँहरू पनि जोरताङ गएर इन्जोय गर्नु सक्नुहुन्छ साथीहरू।